सो नमस्ते सबैजनालाई। आज चाहिँ छोटो मिठो एउटा भिडियो बनाउनु गइरहेको छु। अनि यसो पर्फ्युम सर्फ्युम लगाएर पनि निस्किनु पऱ्यो एकछिन यसो भनेर चाहिँ अनि पर्फ्युम लगाउनु गइरहेको छ होइन। मेरो पर्फ्युम चाहिँ छ यहाँ, मेरो सामानहरू यो चाहिँ पर्फ्युम हो मेरो। लाउनुपर्छ यो। आहा कस्तो बस्न आइरहेछ, दामी दामी। मेरो सामानहरू यो चाहिँ धेरै छैन, थोरै सकेको छु। निस्किन्छ यो मेरो यो ब्याग झोला, अनि यो चाहिँ म सुत्ने ठाउँ। यो ब्याग अघि भर्खर कभर निकालेको, यत्तिकै राखेको छ। अल्छी लाग्छ मलाई जतिको अल्छी त कसले पो लाग्छ एउटा भने एउटा चियासँग। यो त कस्तो हो चिज, के हो यो बाबा? चियासँग खानुहुन्छ कि यता पूजा के भन्नु? पाउरोटी होइन, के भन्दै ऊ क्या क्रिम समोसा कहाँ समोसा? समोसा यो यसलाई पिठोको वाला होइन, अर्को वाला हुन्छ नि एउटा समोसा, त्यस्तो नि के यो एकदम हलुवाको बलुवा हो कि बाहिर भित्र चाहिँ यस्तो हवा जस्तो बनाएको नि त। मिठो लाग्छ खानु फेरि एउटा। तपाईँ नखाने? खास खास हुँदैन यो। पानी खानुपर्छ क्या, पक्का टोक्ने अनि चुप्पो पानी खाने खतरा हुन्छ। यस्तो हुन्छ। राति चिज के चिजलाई कसरी खानु थाहा छैन मान्छे। पूजा मिठो चाहिँ मिठो रहेछ अलि। खाना मिठो यसमा पाकिसकेकोमा फुटालेर उताबाट हो यस्तो छ नि यहाँ त। त्यहाँ देखाएको जस्तो त्यो कालोवाला यस्तो उसो उसो गरेको छ नि। मिठाई दामी दामी आएगा। खै सोल्टी रेडी भएन? अब एउटा कभर हालेर बनाऊ। तातो पानी खानुपर्छ बिहान। तातो पानीले कस्तो लाग्छ अरे। एकदम कम खानुपर्छ। कस्तो हाल्छ? यहाँ हेर्नु यहाँ हामी अब यसो भिडियो बनाउँदै बाहिर निस्किनु लाग्यो। के गर्छ साग खाएर नि त मासु के भइहाल्छ? साग कम्ती ल्याउनु। साग कहाँ चुक्टुङ नदिया पाउँदैन नि, उता पुग्नुपर्छ। मसैको मोबाइल धर्दा यार झर्दैन नि यो, गऱ्यो भने 1.5 लाख रुपियाँ झ्वाम। 1.5 लाख रुपियाँ झ्वाम मिनिमम। यतिको त कतिको टाढा देखेको छ हेर त। हो अलि नजिक देखेको। अलि नजिक देखेछ? यसले नै हान्यो हान्ने चाहिँ यहाँबाट 0.5 मा गर्नु न। त्यही त 0.5 यति नै हो कि। लेट्स गो। मेरो त एउटा रेट पनि हान्ने कि कहाँ भन्नु? कुन अर्को? अर्को चाहिँ हान्ने नि?
अहिले त फेरि हुन्छ होला अनि हुन्छ मसँग पनि छ अन्त पुग्छ होला त्यसको ल एउटा लिएर जाउँ न आज त पुत्तली भएर हिँड्दा छ त्यो के हो पुत्तली भएर हिँड्दा छ आज त के हो आज हेलो सौबा कस्तो हेरा दाजु म दामी देखिरहेको छ म भिडियो बनाएर हिँडेको ब्लगर हो आज छुट्टी हो ए काकालाई एउटा भात हालिदिनु कि हामी तिनजनालाई हो भात तिनजनालाई हो nasi 3 gitu nanti ambil 2 orang jom यहाँ कपाल ताता भने नि त्यो कहाँ यहाँ यहाँ तान्छ होला ए यहाँ त खोइ तान्न त तान्छ होला केटी छ केटीले तान्छ होला अन्त चौघरको लागिरहेको छ यार के हो ओ मामा के गर्नुभएको अब एकछिन यसो घुमौँ ए हुन्छ मामा हुन्छ तपाईँ खोजेर आउनु अब अनि त्यहाँ गएर रमाइलो अहिले त घाम लागेको छैन हावा चलिरहेको छ एकदम फ्रेस भइरहेको छ अनि मेरो एउटा भिडियो बनाउनु है ल गाइस म भिडियो बनाएर आउँछु है त एउटा भिडियो बनाऊ भनेर यता मोबाइल एउटा समातेको मोबाइल यता ल्याउनै मिलेन भने यस्तो घुम्ने एउटा हात चल्यो भने एउटा हातै नचल्ने ल केरा पनि यताको केरा पनि सानोमै जन्मिन्छ ए यताको केरा पनि सानोमै के भन्छ खोइ के भन्छ है नेपालीमा त्यो केरा के निस्किन्छ उयो यस्तो घरि निस्किन्छ होइन सानोमा घरि निस्किन्छ अनि मान्छेहरू पनि सानोमा घरि निस्किन्छ यो ठाउँै हो टाइममा भनौँ न त अब यता अब यहाँ सब्सक्राइब जानु पर्यो होइन यहाँ अब यो घर यस्तो राम्रो घरहरू छ कि होइन एउटै डिजाइनको घरहरू छ भन तिमीहरू कुन लिन्छौ यता साइडको लिन्छौ कि यता साइडको लिन्छौ भन है भन कमेन्ट गरिहालौँ यो सबै जानेवाला छ मलाई कन्ट्याक्ट गर होइन यस्तो छ अब यस्तो जाउँ सोल्टी यहाँबाट यस्तो जाउँ ल सिधै अहिले एकछिन जाने नि चौर त अलि रात परोस् न अलि मान्छेले देख्छ क्या दिउँसो मान्छेले देख्छ भन्नाले फेरि त्यस्तो नराम्रो चाहिँ नसोध्नु ल हामी मान्छेले देख्छ भनेको अब यस्तो नि त अब हामी अलि ह्यान्डसमहरू छ मान्छे देख्यो भने पुग्लु ढल्छ त्यही भएर हामी त्यति हिँड्दैन कि अहिले मान्छे छ त छैन केही छैन भने कमेन्ट चाहिँ गरिहालौँ है ल घरि न अरे हो ल घरे हो तपाईँहरू कमेन्ट चाहिँ गरिहाल्नु ढिला नगरौँ यस्तै भिडियो हेर्नलाई मोक्तान प्रवेशलाई फलो गर्न पनि नबिर्सनु फलो होइन सब्सक्राइब फलो होइन सब्सक्राइब गर्न नबिर्सिनु होला सब्सक्राइब ठ्याङ हान्नु हान्ने काम हो हाम्रो हान्नुपर्छ यता जाउँ सोल्टी अझै घरहरू देखाउनुपर्छ अझै घर यस्तो घरहरू छन् यता होइन घरहरू छन् अब घरहरू देखाउनुपर्छ लाज लाग्यो भने केटा हो हेर होइन लाज लाग्यो भने बोल्नलाई लाज लाग्यो भने त हामीले के गर्नु सक्दैन अब हामी घुम्नुपर्छ होला केटा हो अब चौरस्तीरै लाग्नु पर्ला जस्तो यताबाट गएर कहाँ टाढो त्यही छ बिल्डिङ त अनि त्यही त हो नि बिल्डिङ टाढो हो र टाढो छैन के हाइवे निस्किन जानु र ड्युटी जानुपर्छ भोलि ल अब भिडियो यति नै गर्नु पर्ला जस्तो छ थाकियो म हात पनि गले धेरै बनाएको
पेट पनि लागिरहेको छ हेर अब सबै एकदम स्या भइरहेछ है अब ठिक छ भिडियो यति नै भयो सबैले हेरेर यहाँ कमेन्ट चाहिँ गर्नु पर्यो राम्रो अलि ल ठिक छ है त हजुर आजको भिडियो यति नै सबैले हेरेर सब्सक्राइब गरिदिनु होला है त हजुर ओके बाई